सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ। जेनजी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धिकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यस प्रकारको एक्सनबारे छलफल भएको हो। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो। यसैबीच नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूलाई भ्रष्टाचारका नाममा जेल हाल्ने चलखेल भइरहेको बताएपछि सरकारले बढाएको भनेको अनुसन्धानबारे नागरिकलाई बुझ्न बल पुगेको छ। जेनजी आन्दोलनपछि गैर दलीय सरकार बने पनि हाम्रा उपलब्धिहरूमाथिको सङ्कट भने टरेको छैन, प्रचण्डले भनेका थिए। विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठपुतली पात्र मार्फत स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरू बाँकी नै रहेका छन्, उनले भनेका थिए। उनको यो अभिव्यक्ति यस्तो बेला आएको छ कि सरकारले नेताहरूको राहदानी पासपोर्ट रोक्का गर्ने तयारी भइरहेको चर्चा चलेको छ। गत भदौ 23 र 24 गते जेनजीको आन्दोलनको बेला प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च सहित अधिकांश अदालत, मन्त्रालय, सरकारी भवनदेखि स्थानीय तहका कार्यालयसम्म, राजनीतिक दलका कार्यालयदेखि नेताहरूको निजी निवास, दलका समर्थकका घर समेत आगजनी भयो। पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा देउवामाथि सांगठिक आक्रमण भयो भने पूर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रवि लक्ष्मी चित्रकार घरमा लगाएको आगोमा परिन्। प्रहरीमाथि सांगठिक आक्रमण भयो भने प्रहरी कार्यालयमा आगजनी भयो। यस त्रासित घटनापछि कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी सहितका नेताहरू नेपाल सैनिकको ब्यारेकमा शरण लिन पुगे। निकै रसाकसीपछि पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन गरियो। सँगै मौजुदा प्रतिनिधि सभा विघटन गरियो र फागुन 21 गते निर्वाचनको मिति तोकियो। प्रधानमन्त्री कार्की सहित मन्त्रीहरू फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको बताउँछन्। तर यही बेला कार्की नेतृत्वको सरकार गठनमा भूमिका खेलेका भनिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरूलाई भ्रष्टाचारको नाममा जेल हाल्ने लागि आशंका व्यक्त गरेका छन्। प्रचण्डको यो आशंकालाई बल पुग्ने गरी राजनीतिक वृत्तमा नेताहरूको राहदानी रोक्का गर्ने तयारी सरकारले गरेको चर्चा चलिरहेको छ। सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको राहदानी रोक्का गरेर भ्रष्टाचार एवं सम्पत्ति शुद्धिकरणको अनुसन्धानको दायरामा ल्याउने तयारी गरेको सार्वजनिक खबरहरूमा दावी गरिएको छ। जेनजी आन्दोलनमा दमन गर्ने व्यक्तिमाथि पनि कारबाही गर्ने र नेताहरूको पनि राहदानी रोक्का गरेर अनुसन्धानको दायरामा ल्याउने विषयमा छलफल भइरहेको र चाँडै नै यसबारे सरकारले निर्णय गर्ने बताइएको छ। कांग्रेस सभापति देउवा र उनकी पत्नी राणाले हालै राहदानी बनाएपछि सरकार झनै चनाखु बनेको छ। गत भदौ 24 गते प्रदर्शनकारीले देउवा निवासमा आगजनी गर्दा राहदानी जलेको वा हराएपछि यही असोज 3 गते उनीहरूले नयाँ राहदानी बनाइसकेको र त्यसमा थाइल्यान्डको भिसा समेत लगाइसकेको सूचना पाएपछि सरकार झनै चनाखु भएको स्रोतको दाबी छ। स्रोतका अनुसार पासपोर्ट रोक्काका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकको नाम टिटेरै आएको छ। पासपोर्ट रोक्का गर्ने वाच लिस्टमा देउवा र पत्नी आरजू राणा देउवाको नाम समेत राख्ने गृह कार्य भएको उच्च अधिकारीहरूले जानकारी दिए। यस क्रममा शपथ लगत्तै काम सुरु गरेको गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगका पदाधिकारीहरूसँग पनि परामर्श गर्ने सरकारको तयारी छ।